अचार हो यो चाहिँ हाम्रो टिमुरको चोक हो। टिमुरको हजुर, यसमा चाहिँ हाम्रो दर्ताहरू सबै हुन्छ कहाँ बनेको। कति ग्रामको हुन्छ यो 200 ग्रामको हो। तपाईँको यो चाहिँ हाम्रो रजिस्टर्ड नम्बर, यो प्यान नम्बर, यो टिएफ सेक्युट नम्बर भनेको चाहिँ ल्याब टेस्ट हो कि। ल्याब टेस्ट नभए चाहिँ बाहिर जान मिल्दैन। अनि यो चाहिँ कति छ यसको प्राइस चाहिँ? यसको प्राइस तपाईँहरूलाई धेरै छैन, 160 मात्रै छ होलसेलमा। जम्मा 160? हजुर। पसलमा किन्न पर्यो नि महँगो पर्छ? पसलमा किन्न पर्यो भने तपाईँलाई 200 पर्यो। ए 200 पर्यो है? अनि 40 रुपियाँ? 40 रुपियाँ मार्जिन। पसलहरूलाई पनि मार्जिन नदिउँ, उहाँहरूले बेच्नुहुन्छ। ए हजुर हजुर है। मुलाको अचार होइन। मुलाको? यो चाहिँ मुलाको 110 मात्रै पर्छ कि यसलाई चाहिँ जम्मा? जम्मा। अनि यो चाहिँ बफ भइहाल्यो। यो बफ सानो। अनि ठुलो छ त बट्टा, यो के हो यो? यो 350 ग्रामको हो, यो 650 पर्छ। वेटले फरक पर्ने हो। यो ठुलो बट्टाको चाहिँ कति छ? यो 1000 रुपियाँ पर्छ। यो ठ्याक्कै हाफ केजी हुन्छ यसमा चाहिँ तपाईँको। ए हाफ केजीको यो हजुर, चाहिँ? यो चाहिँ हाफ केजी हुन्छ। ए 1000? अनि यो माथिको झन् 1 केजीको हो, यो 2000 पर्छ यसलाई। 2000? यसलाई चाहिँ 2000 पर्यो है। कुन चाहिँ बढी बिक्री हुन्छ, सानो कि ठुलो हुन्छ? सानो चाहिँ हामीले होलसेलर भयो, उहाँहरूले बेच्नको लागि सानो, जस्तै बाहिर जाने सानो भयो। यो ठुलो चाहिँ अब जो विदेश जाँदै हुनुहुन्छ या विदेशमा खाएर यहाँ लिन आउनुहुन्छ, आफै लानुहुन्छ भने चाहिँ ठुलो लानुहुन्छ उहाँले चाहिँ केजी। भनेपछि तपाईँलाई यो लकडाउनले दिएको सफलता है? लकडाउनले दिएको गिफ्टै भन्नु पर्यो है। म चाहिँ एकदमै गिफ्ट भन्छु। त्यो समयमा तपाईँ 22 वर्षको मात्र हुनुहुन्थ्यो जम्मा? 22 वर्षको मात्र थियो। अनि पढाइ चाहिँ के भयो, तपाईँ कति पढ्नु भयो? पढाइ त यसो अलिअलि गाउँमै पढाइ चाहिँ। ए गाउँमै है? हजुर। धनकुटा? धनकुटामा पढेर एसएलसी दिएर आउनुभयो? हजुर। त्यसपछि कलेज जोइन गर्नुभयो? कलेज जोइन गरेँ, त्यस्तै भयो, बुझौँ है। भनेपछि अहिले अचारको मास्टर हुनुभयो नि त तपाईँ? अहिले अचारको मास्टर छ। के त ट्रेनिङ दिने ओर्ने नि गर्नुहुन्छ? ट्रेनिङ दिने भन्दा नि दिन नदिने है? नदिने। यहाँ अचार कति जति होला अहिले? अहिले मेरो सबै त यहाँबाट उहाँसम्म हेऱ्यो भने